गाइजहरू सेवारू नमस्कार। आज सम्पूर्ण तपाईहरुको माझमा सानो दृश्य लिएर सानो क्लिप लिएर तपाईहरु माझ आइपुगिसकेको छु। आज फेरि यो कालो कालो देख्नु बित्तिकै चाहिँ सप्तरी सिरा चाहिँ नभन्नु होला है। आज अलिकति फरक खालको छ यो दृश्यहरू र अलिकति छुट्टै देशको ल्याएको छु। सायद तपाईहरुलाई मनभित्र चाहिँ कता कता उत्सुकता लागिसकेको होला जान्नको लागि हैन। यो पक्कै पनि तपाईहरुलाई भन्ने नै छु कुन देश हो कुन ठाउँ हो बताउने छु म तपाईहरुलाई। तर तपाईहरुलाई यो सप्तरी सिरा भनेर चाहिँ फेरि कमेन्टमा चाहिँ नठोक्नु होला है। किनभने यो अलिकति छुट्टै देश हो। यो कुन देशको के हो कहाँ हो भनेर तपाईहरुलाई म बताउने छु बिस्तारै। तर हजुरहरुलाई पहिला यो चाहिँ कुन देश र हजुरहरुलाई नि त चिन्नु मौका दिनु पर्यो नि त मैले हैन। ठ्याक्कैसँग तपाई कुन देश हो भनेर तपाईहरुलाई थाहा भएको व्यक्तिहरुले चाहिँ मुनिबाट कमेन्ट गर्नु चाहिँ नछोड्नु होला। सायद कति मान्छेहरुले चाहिँ थाहा पनि हुन सक्छ। हेर्नुस् त अब यो धेरै दुर्लभ भएको र विश्वमा चाहिँ अहिले चाहिँ संसारमा चाहिँ धेरै भन्दा धेरै हाम्रो जुजुबाजेहरुको पाला जस्तो चाहिँ दुर्गम क्षेत्र यो देशलाई चाहिँ हैन भनेर पनि चिनिन्छ। र यो दुई चारवटा यो भवनहरु निर्माण राम्रो राम्रो भएको देख्दैमा हामीले यो देशको चाहिँ शान्ति राम्रो छ भनेर चाहिँ बुझ्न मिल्दैन। यहाँ भित्रको रहस्यहरु देख्दा एकदमै पीडादायक एकदमै रुनु मन लाग्छ। यहाँ भित्र के छ भनेर तपाई हामीले बुझ्न सक्दैनौं अहिले नै। हेर्नुस् हैन, बुझ्नको लागि धेरै गहिरो अध्ययन गर्नुपर्छ हामीले। हेर्नुस् त हेर्दा त सुन्दर सुन्दर अहिले यो चाहिँ सानो सानो भवनहरु देखिन्छ। र लाइक कमेन्ट सब्स्क्राइब पनि गर्दै गर्नु होला प्लिज। तपाईहरुलाई यस्तै भिडियोहरु मन पर्यो भने लिएर आउने छु। लाइक कमेन्ट सब्स्क्राइब